गुड मर्निङ हरे कृष्ण सम्पूर्णमा। आज चाहिँ माघ 1 गते मकर सङ्क्रान्तिको सबैमा धेरै धेरै शुभकामना र सूर्यनारायणको कृपाले गर्दा सबैको जीवनमा सुख शान्ति समृद्धिले भरिपूर्ण होस् भन्ने कामना गर्दै म चाहिँ बिहान बिहानै नुहाएर पूजा गरेर यहाँ खाजा पनि रेडी गरिसकेर श्रीमानजीलाई खुवाउँदैछु, किनकि उहाँ चाहिँ बिहानै 7:30 बजीतिर ड्युटीमा निस्किनुहुन्छ र खाएर गइसक्नुभयो। अनि म पनि यहाँ खाना बसेँ। म चाहिँ यहाँ खाजा खाइसकेर आज सङ्क्रान्ति मनाउन भाउजूहरूको घर जाँदैछु। हजुरहरूलाई पनि यो भिडियो मार्फत लिएर जाने कोसिस गरिरहेको छु। ल म चाहिँ अब चाबी लगाएर अब भाउजूहरूको घरतिर लागेँ। यहाँ पछाडि ब्यागमा कोसेली बोकिवरी जाँदैछु र म चाहिँ फाइनली भाउजूहरूको घर पनि आइपुगेँ। म भाउजूहरूको घर आइपुगेँ 45 मिनट पछि। हेलो गाउँलेहरू, टाढाबाट आउँदा ढिलो भयो नि हौ। मर्निङ, गुड मर्निङ, हरे कृष्ण, ह्याप्पी माघे सङ्क्रान्ति। हेलो गुड मर्निङ। ल रेडी भइसकेछ, गयो। म पनि घरदेखि माइती आएको र कोसेली लिएको, यो चाहिँ खिम्ची ल्याइदिएको, खिम्ची त्यो बहिनीहरूलाई, यो हजुरहरूलाई। हेरिस आइटमहरू। अब चाहिँ म सेलको तयारी गर्दैछु। यो अलिक बाक्लो भयो नि, तर सोडो बिना पनि होस् है भगवान। भगवान हामीसँग न सोडो न घिउ। अझ रोटी बनाइदेऊ, जोडिँदैन क्या घिउ बिना त नि। ल अब गरेन, चढाउनु पर्छ। ल साथीहरू, हाम्रो माघे सङ्क्रान्तिको तयारी चाहिँ यसरी नै हुँदैछ। जे जस्तो सामानहरू छ त्यसलाई नै म्यानेज गरेर हामी बनाउँदैछौँ। यहाँ परिकारहरू, यहाँ भाउजूले अचार बनाएर उब्रेको आलु थियो, त्यसकै मैले यहाँ थोरै आलु चप पनि बनाइदिइहालेँ। अनि फाइनल्ली हाम्रो सबै सामग्रीहरू चाहिँ रेडी भइसकेको छ। तरुलहरू, सुटुनी, आलु चप, यहाँ सेलरोटी, खिर अनि कोरियन खानेकुराहरू पनि छ। अनि अब यहाँ सरसफाइ गरेर अनि हामी सबै रेडी गर्नेछौँ। अनि हाम्रो गेस्टहरूलाई हामी स्वागत गर्नेछौँ। मेरो विकासजीलाई चाहिँ सरप्राइज नै छ। म यहाँ भाउजूहरूकोमा आएको थाहा छैन उहाँलाई, र उहाँलाई सरप्राइज दिने, उहाँलाई लगायत अरू सबैलाई थाहा छैन। तिमी पनि सरप्राइज दिने? ल हामी चाहिँ यहाँ लुकेर सरप्राइज दिने भनेर यहाँ भिडियो गरिरहेछौँ। सुरुमा चाहिँ यहाँ बहिनी र कोरियन दिदी आउँदै हुनुहुन्छ। उहाँहरू सबैजना एउटै कम्पनीमा काम गर्नुहुन्छ। 안녕하세요. 안녕하세요 हजुर। खोइ दाजुहरू, अश्विन दादा पनि आउँदै हुनुहुन्छ। ओइ होला हल्ला नगर न। ल दाईहरू पनि आउँदै हुनुहुन्छ। यहाँ हाम्रो सरजी चाहिँ पछाडि हात लगाएर आउँदै हुनुहुन्छ। नमस्कार। नमस्ते। सरप्राइज अघि आएको आउनु। सरप्राइज सरप्राइज हजुर। यस्तो झुकाइदिने मलाई त आइन आउँदैन, फर्किँदा हुन्छ। यो चाबी पनि बोकिसेर चार्जमा किन म यता यतै जाने क्या, लिएर आएछु बिर्सेर। ल ल ल जान 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 जान, अलि ढिलो हुन्छ फेरि। ढिलो त म फेरि छिट्टो खान्छु है सबभन्दा। ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई। सरप्राइज। म त पुरै ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई। अहिले मासु भात हुने रहेछ भनेर सोचिरहेको। हजुर मैले मासु भात होला भनेर सोचिरहेको म मासु तताइदिन्छु। ल बस्नु 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 न, बसेर खाऊ न। अनि कहाँ कुदै कुदै खाएको?
हुन्छ अनि मी खासे हो ने हुन्छ त अब भरै ड्युटी गर्दै गर्दै जाने हो कि हामी अब टुर हान्ने हो प्लानिङ ओके आजको हाम्रो मकर सङ्क्रान्ति चाहिँ यसरी नै मनायौँ। आशा छ हजुरहरूको पनि रमाइलो भयो भन्ने र यसो खाइवरी फ्रेस हुनलाई हामी बाहिर निस्केको छौँ खाएको पचाउनलाई र फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ अहिलेलाई बाई बाई।